काप्रेली सम्धी के छ खबर सिन्धुली सम्धी सुशीला दिदी सही यहाँ हान्दिनु नि त भाउसँग एकचोटि धन्यवाद पानीको लागि साथीहरुको लागि यो हात सलाम छ दुश्मनहरुको लागि यो हात फलाम छ कति जाडो भयो अहिले चाहिँ जाडो भयो अघि त एकदम गर्नु भएको थियो जाडो भइसक्यो गर्दाखेरि बिगारो एभ्रीवन सबैलाई नमस्ते सेवा अनि वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन म कल्पना फेरि आइसकेको छु न्यू डे न्यू भ्लग लिएर हजुरको सामु हजुर पनि सन्चो हुन्छ र हामीले एकदमै सन्चो छौँ आज चाहिँ हामी कहाँ जाँदैछौँ भने यहाँ ब्याकग्राउन्ड देखेर पनि हजुरलाई थाहा पाइसक्नुभयो होला आज हामी चाहिँ तारेभिर जाँदैछौँ हामी सबैजना बहिनीहरूसँग मिलेर हामी चाहिँ तारेभिर जाँदैछौँ आज चाहिँ हामी आरामै हुनुहुन्छ होला आज हामी चाहिँ कहाँ यहाँ हामी तीनजना मात्रै चाहिँ उहाँ अगाडि गइसक्नु भएको छ हाम्रो सावित्रा बहिनी चाहिँ एकदम हिरोनी ब्युटिफुल लेडी तपाईहरुले भनेको यो रोडैमा जानु भनेको होला नि त यसै त होला नि जान्छ अनि कि बा यहाँबाट देखिँदैन छैन म देखाइदिन्थेँ नि त जङ्गलबाट जाँदा के देखिँदैन तारेभिर साथीहरु हामी जाँदैछौँ आज त्यहाँको के कस्तो छ म सब देखाउने छु हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला हामीलाई अनि जाडोमा अब बस्दा बस्दा धेरै मोटाइ होला जस्तो लाग्यो त्यही भएर हामी चाहिँ हाइकिङ यिनको पनि बोसो निकाल्नेवाला छौँ आज अलिअलि होला नि त यहाँ झोलामा के छ भन्ने कुरा अहिले भएर हामी देखाउनेवाला छौँ अनबक्सिङ गर्छौँ अहिले भएर हामी ल साथीहरू हामी यहाँ ढुङ्गे धारा आइपुग्यौँ सबैजना एकदम प्यास लागेको छ भने पानी खानेवाला छौँ यहीँ पानी लिन आउनु भनेको त मैले तलदेखि तल पो गयौँ त अस्ति त दाइरामा त्यही त नि त्यो पनि खाने पानी नै अरे हाइकिङ जाने मान्छेहरूको यस्तो छ हालत पुरा गाला रातो रातो भइसकेको छ त्यही त अनि रमिलो बहिनी अनुहारै रातो छैन त रातो हुने भनेको सायद पनि मेरो हो कान्छीको पनि छैन यस्तो कुरा गर्ने भने सुखा दिनुलाई होइन यो पानी है यस्तो चिसो छैन नि त नि मुनमा पानी हो बुझ्ने र त्यस ल यहाँ अरूलाई भन्दा नि यहाँ बहिनीलाई चाहिँ एकदम आवश्यक छ यस्तो कुराहरू ल अङ्कलले अब दिनुभयो ज्ञान यसो बुद्धि अब त्यही फलो गर्नु पर्ला नि त यो देखिएको जङ्गल चाहिँ एकदम यो के अरे चुनीखेलको जङ्गल हो यो चाहिँ हामी जाँदैछौँ अब यता न त्यो पल्लो डाँडामा जाने हामी चाहिँ यहाँ पुरा हल्ला गर्दै हिँड्दै हुनुहुन्छ घर पुग्दा चाहिँ यहाँबाट अनि के बोकेर ल्याउनु सोधौँ न आन्टी यता त्यो तारेभिर जाने बाटो कस्तो होला तलबाट हो यताबाट चाहिँ अब कोही गएको छ यो कान्छी त गएको कस्तो यताबाट जङ्गल भने नि जङ्गलै गएको हामी यताबाट माथि नै त्यो अलिक खाने ठाउँ रहेछ कि माथि जङ्गल त्यो अस्ति हामी गएनौँ भाउजू त्यही बाटो गयो गएको क्या त्यो मान्छेहरू जाँदै थिएन केटीकेटीहरू अस्ति जाँदा होतै पो गएको त हामी त आमा यस्तो डाँडाबाट आएको हामी चाहिँ
छिटो आऊ है अलि छिटो छिटो अलिक पसिना पो पनि निकाल्नु पर्यो त हाइकिङ जाने मान्छेहरूको हालत मै होला यहाँ चाहिँ रातो हुने चाहिँ आम्मामामा हेर्नु न यहाँ विरक्त लाग्दो रहेछ नि हो यताको के हो त यताको गाउँठाउँ त यो चाहिँ गोकर्णको जङ्गल हो त्यो है कि होइन यो पर त्यसपछि यता हिँड्नु पुरा पसिना निकाल्ने गरी हिँड्नु है अलिक छिटो खुट्टा देखिँदैन बोलौँ न के 2 शब्द दिनु न 2 शब्द जान्छ गाइसहरु 2 शब्द हिँड्दैछौँ क्या गाडीले झन्नै दाजुको पनि भलक बनाइदिउँ कि क्या दाजुले नि भलकमा समेटिदिउँ के उयो चलाउने दाजुलाई स्वागत छ भन्न आम्मामा दिदी त कडा देख्नु हुँदो रहेछ त अटेले दिदी जिन्दगानीमा हाम्रो यस्तै छ गाइज पारा यस्तै छ पारा मेरो चाल ढाल के भन्छ है त्यो गीतै आउँदैन हौ वाउ चरा उडो यो कुन ठाउँ हो यो त हामी गाउँको घर जस्तै रहेछ हेर्नु त गाउँको पो याद आयो यो ठाउँ चाहिँ कट गरिदिउँ भइरहेको छ कि फेरि भइरह हेलो गाइज हामी चाहिँ हिँडेको उयो काभ्रेली सम्झिँदै काभ्रेली सम्झी के छ खबर सिन्धुली सम्झी सुशीला दिदी सही यहाँ हान्दिनु त भाउसँग एकचोटि धनकुटाको भित्ता भित्ता नि मैले पनि धेरै कस्तो राम्रो फुल यो भाउजूको भ्लगको कन्टेन्ट अनि खतरा भाइरल हुन्छ होला सुस्मिता दिदी अब एकछिनपछि भोक लाग्नु थाल्छ जम्मै दुईजना मात्रै टिङ्रिङ्गा देख्यो दिदी पनि गयो भने लु म त तुरी भन्छ तुरी भनेको तोरी भनौ दिउँसै रात परेछ हौ के यो लैजाउँ त नि बाख्रा बाँधिरहेछ त मजाले बिचरा आशिका तामाङले भेटाउनु भने कठै के पो भन्छ रुई पो हाल्छ त अन्त यस्तो गरेको पशु पन्छीलाई यहाँ चाहिँ भ्यू कस्तो राम्रो देखिन्छ कहाँबाट जानु यहाँबाट तारेबेर त्यहाँ छ हामी आज पुग्छौँ होला त यहाँनिर यहाँ हो तारेबेर अनि पुन त पुगेला नि आउनु के छ खबर लु भनिहाल्नु त्यत्रो माथि चाहिँ उता चुचुर हो त्यो तारेभिर भनेको
होइन अहिले हामी हिँड्दाखेरि 9 बजी हिँडेको चाहिँ ठिक हुन्थ्यो जस्तो लाग्यो मलाई शक्तिहरू बिहानै हुन्थ्यो अनि 9 बजी अनि 10 1 बजीतिर पुगेपछि त हामी फर्किँदा ठिक्क भ्याउँथ्यौँ नि त नि बिहानै आउँथ्यो अनि भरे बेलैमा पुग्थ्यो त घरमा तर केटाहरूको हिँडाइ अब डेन्जर हुन्छ हामी आइमे केटाकेटी कस्तो राम्रो छ यहाँको 3 घन्टा भएपछि हामी 3 बजे पुग्छौँ अनि 6 बजे हामी घर पुग्दा ठिक्क हुन्छ नि 6 बजे त आज त राति हुन्छ नि तर अनि टसवालै जानु घर खोइ कहाँ छ इस्कुस कस्तोलाई चाहिँ फाल्टो छ हौ ए हावै आयो भने मात्रै हो तारै भिर साथीहरू आज हामी पुगेला त आज 1 बजिसक्यो यहीँ नै यहाँबाट पुग्नै 3 घन्टा लाग्छ अरे भनेपछि आज हामी घर आइपुगिन्छ पुगिँदैन त्यो टेन्सन हुने भयो कि केही भन्ने छ ल साथीहरू हामी चाहिँ यो भ्यूहरू एकदम मन परेर देखाइरहेको छु यहाँ चाहिँ यस्तो चिसो हावा आएको छ भाइ के जानु न केही हुन्न के अघि हामी यता जाँदै थियौँ अहिले यता जाँदैछौँ हामी चुनी खेल पुग्यौँ न होला भन्नु त चुनी खेल ए चुनी खेल के अरे तारे भिर चुनी खेल त अघि पुगेर आएको त्यो अस्तिको त्यो टाढैतिर जानु तिन अस्तिर त हुन्छ नि त्यति राम्रो छ नि त टिकटकहरू बनाउनु अलिक पर नि राम्रो छ त्यो अलिक गहिरामा बसेर जानुपर्छ अब मलाई त किन जानु त चुनी खेलमै पुग्छ भनेको होइन अस्तिको टाढा हो पर्दैन त्यो त कहाँ चाहिँ कति केही छ भन्नु मलाई केही 2 शब्द यति हो कोहीलाई यहाँ अर्कै समस्याले साह्रो पारिरहेछ 2 शब्द मेरो यही पुग्न चाहन्छु हस् धन्यवाद हामी खास मात्रामा हामी खालि चुनी खेल भन्नु आउँछौँ हामी 12 बजेको माथि पुग्नु पर्ने तारे भिर जानु खोजेको होइन साथीहरू अगाडिबाट भन्दा पछाडिबाट राम्रो आउँछ नि तारे भिर चाहिँ हामी पुगेन किनभने आज हामी ढिलो हिँडेछौँ त्यो मान्छेले छक्क परो अनि त्यही भएर आज हामी चाहिँ आधीमा धेर हिँडिसकेको छौँ आधीमा धेर हिँडिसकेको थियौँ आज हामी चाहिँ फर्क्यौँ किनभने फर्किने कि उतै बस्ने भन्छ उनीहरू त गइरहेको होला नि त नजिक यताबाट अनि जाँदैन त उनीहरू छक्क परो जाने चाहिँ रहर थियो पुगेन अब नेक्स्ट टाइम चाहिँ जानु पर्ला अनि त्यही भएर हामी चाहिँ फर्किँदैछौँ यसै नै हामी अबर पऱ्यो धन्यवाद पानीको लागि मिठो छ खानु जिउ अलिक सेल हुन्छ दुई बज्न अनि अन्दाजमा हिँडेको नि त उही बासमा नि हो र पो भन्छ त्यसले त मेडिकल कलेज मैले हेरिन है यी साबुन थिएछ खोइ हौ है ठिक छ त अब हामी यहाँबाट कति लाग्छ कति अब 1 घन्टा एकछिन पानीको थाप्दैछ चोमाले सब हात फेरि अनि पुग्यो भने यी थाप्नु न त आज हाम्रो चाहिँ यात्रा एकदमै राम्रो भएन बिजोक भयो ढिलो हिँडेछ नि त त्यही भएर हामी पुगेन केही छैन अब हामी नेक्स्ट टाइममा चाहिँ यहाँ मेरो कति धेरै थियो नेक्स्ट टाइममा चाहिँ हामी जसरी पनि पुग्छौँ पहिलादेखि जाने भनेर चाहिँ एकदम यहाँ हाम्रो कोही एउटा चाहिँ के चाहिँ बोकेर हिँडेको त्यत्रो बाल्टी अब नेक्स्ट टाइम चाहिँ बोकेर जानुपर्छ नेक्स्ट टाइम चाहिँ हामी पुग्छौँ
साभित्र पनि हरा त ए होइन यो कालो लिनु तल हो उफ्रिनु उफ्रिनु सारा संसार भ्याइने बाजा यो भन्दा नि उतारि त्यो भर्याङबाट सहिले हुन्थ्यो होला नि भर्याङ परतिर छ यस्तो ल यहाँ घाइते भयो एकजना चाहिँ जबरजस्ती पक्नु लाएर घाइते हो रेस्क्यु गर्दैछ सानो आमै सानो चोरा वर्षे यता हेर्नु मजा आउँछ त अनि खोइ के को रहर होला यहाँ मान्छे खुस्क्यो आन्दा जोडियो भर्खरको बाला खाऊ कहाँ पुगिसक्यो मैले बोकेर बल पो आएको उसलाई त चिस हावा है यो त जुगा लाग्छ नि त पछि त फेरि त्यही भएर पनि मेरो नाम पो रहेछ यस यु यस सुस्मिताको डायलग धेरै बनिएको छ एयरपोर्टमा नि भन्दै थियो त लो अघि हामी जाने ठाउँ चाहिँ यता अब नि यो बाख्राको अस्ति पनि थियो त सिँगारी लामकाने अस्ति काम जाने भन्थ्यो तपाईँलाई क्या के पो भनौँ लिएर आउँछ नि भनेर हानी जाऊँ न यहाँ थिए पनि छ भर्याङ चाहिँ एकदम राम्रो बाटो चाहिँ त सर्टकट बाटो छिटो हुन्छ भनेर आयौँ दम 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 बस्छ यहाँ चाहिँ यस्तो डरलाग्दो भिड छ निन्दा लागिसक्यो हाई गरेको चाहिँ खिच्नु नि चटपटे आएर छ यस्तो राम्रो यस्तो राम्रो डाँडा देखिन्छ होइन खोइ हिँड्नु सक्नु आउनै जाउँ यहाँ चाहिँ आउने जाने मान्छे एकदम बढिरहेको छ ल साथीहरू हामी चाहिँ माथि डाँडामा आइपुग्यो अनि यसो अब हल्का फुल्का चिसो खानेवाला छौँ हामी चाहिँ एकदमै गर्मी भएको छ हिँड्दा हिँड्दा हिँड्नु पनि धेरै हिँड्नु नि त आम्मा है त गाइस हेर्दै गर्नु होला
बसेर अचार अरे कस्तो त्यो त घाम हो नि त त्यो त घाम हो नि त एकदम घाम मन्द लाग्दै छ। हेलो साथीहरू हामी चाहिँ खानपिन खाइसक्यौँ सबै पुरा खाली भयो। अब हामी चाहिँ यहाँ हल्का भिडियो फोटो खिच्दैछौँ। एकदमै जाडो छ अहिले चाहिँ। कहाँ छ यहाँ हामी चाहिँ एकदम फोहोरलाई व्यवस्थापन गर्दैछौँ यहाँनिर। कति जाडो भयो अहिले चाहिँ जाडो भयो। अघि त एकदम गर्नु भएको थियो जाडो जाडो भइसक्यो गर्दाखेरि बिगारो माथि माथितिर सबै माथि मैले पानी खाइदिएको एक बोतल। किन पानी किन्नु त यसो जाडोमा तिर्खाले पानीको तिर्खा र कान्छा काकाले दिनुभएको अरे कोही जाडो यहाँ कोच खतरा आउँदैछ है साथीहरू यहाँनिर। शङ्कर हो म शङ्कर भनौँ न। साथीहरूको लागि यो हात सलाम छ दुश्मनहरूको लागि यो फलाम छ। एकदमै जाडो छ। हामी चाहिँ अब घर जान्छौँ यहाँबाट। खानपिन खाइयो यसो हल्का शरीर तातो बनाउने चिज खाएको झन् जाडो भयो। यहाँ हावा एकदमै चिसो चिसो चलिरहेको छ यहाँ चाहिँ। अब हामी चाहिँ यस्तै गरेर हामी घर जानेवाला छौँ साथीहरू। के गर्नु आजको भ्लग यस्तै नै भयो। एकदम ट्रेकिङको लागि अब खतरा छ यहाँनिर। ल ल अङ्कल बदाम आज धेरै बिक्री भयो होला है आजको दिन चाहिँ। ल आजको दिन चाहिँ अलिक स्पेसल हो नि त त्यो मान्छेहरू धेरै घुम्न आउँछ। ए हुन्छ अङ्कल चिन्ता नमान्नु बिक्री हुन्छ। हेलो गाइस अब हामी चाहिँ घर जाँदैछौँ यहाँनिर। एकदमै जाडो छ है साथीहरू। यहाँ मोबाइल खाँदै हामी जाँदैछौँ यहाँनिर। मैले कस्तो ओह्रालो हो ल अब हामी चाहिँ फोटोसोटो खिच्यो टिकटक बनाइयो। अब हामी चाहिँ घर लाग्दैछौँ साथीहरू। के कस्तो भयो आजको रिभ्यू है अर्को मान्छे। ल भ्लग गरौँ होला नि अन्त्य गरौँ होला। त्यो सबैजना लाउनु यता पछाडि आउनु। खै सावित्री बहिनी आउनु यता यहाँ माथि ल सबैजना। ल बाई बाई आजलाई आजको भिडियो यही अन्त्य गर्न चाहन्छु। सी यू सुन नेक्स्ट भिडियोमा भेटौँला। बाई।